जसरी हुन्छ परिवर्तन गर्नुपर्छ र जसरी हुन्छ प्रत्यक्ष कार्यकारीको निर्वाचन गर्नुपर्छ। यहाँ हेरेर बसेर हुन्छ? आन्दोलनकारीले यो नियम मानेको थियो भने किन आन्दोलन गर्नु? घर बसेर सुत्ता भइहाल्थ्यो नि। तर के आन्दोलनकारीले माग राखिसकेपछि आन्दोलनकारीले पूरा गर्छ र हामीलाई संवादमा बोलाउनु पर्छ। कुनै पनि कुरा कोठामा लुकाएर हुँदैन। हामी छौं नि, जिउँदै छौं हामी जिउँदै छौं। त्यसो हुँदा जिउँदा मान्छेले जिउँदाका मतलब अहिलेको नेपाली समाज त्यो शहीदले देखेको सपना पूरा गर्न चाहन्छौं। शहीदले देखेको सपना यो तरिकाको अहिलेको तण्ड वितण्ड होइन। यहाँ धेरैजना व्यक्तिहरू यो पक्षधर त्यो पक्षधर। हामी कोही पक्षधर होइनौं, नेपाली जनता पक्षधर हौं। हामी कोही व्यक्तिलाई बोकेर हिँड्दैनौं, देशलाई बोकेर हिँड्छौं। हामी कसैका व्यक्तिका निम्ति होइन, हामी यो देशको भूमिका निम्ति हो। त्यसो भएको हुँदा सम्पूर्ण पत्रकारहरूलाई भन्न चाहन्छु, तपाईहरुले वास्तविक रियल जेन्जीहरू घाइतेहरू त्यो अहिले मैले धेरै कुराहरू राख्नु छ। अर्को कुरा के छ भनेदेखि अहिलेको तत्कालीन सरकारले आज हामीले फेरि यस्तो हुन्छ यो स्थितिमा अहिले बोल्ड निर्णय लिन सकिएन भने आज निर्णय गर्न छैन, रात गए अग्राह पलाउँछ, न्याउरी मरे पछुतो भने जस्तो आज निर्णय गर्न नसके भोलि जनताको स्थिरतामा कसरी परिवर्तन आउँछ, जनताको अवस्थामा कसरी सुधार आउँछ। त्यसो भएको हुँदा सबैजनाले के हो भनेदेखि यो पत्रकारको मिडिया मार्फत हामी भन्न चाहन्छौं तपाईहरु हाम्रो साथी हो। हामी तपाईहरुसँग संवाद गर्न चाहन्छौं, तपाईहरुका विचारहरू सुन्न चाहन्छौं र हामी भन्न चाहन्छौं देशले परिवर्तन चाहेको छ, मुलुकले परिवर्तन चाहेको छ। हामी डेमोक्रेसी पक्षधर हो। हामी